अनि आज चाहिँ हामी ड्राई पिकनिक जान लागेको म चाहिँ मेरो साथीहरुसँग किनभने चाहिँ त्यहाँ फलफुल किन्दैछन् आज यस्तो राम्रो वान पिस मलाई मात्र नै फाइनल लुक हेर्दाखेरि तर हेर्दा पुरै फाउन्डेसन सबै लाएर मैले त कलर पानीमा भिजाएर यहाँ प्यान्ट टी सर्ट लगाएर आइरहेको ओ स्याड भयो मेरो हामी चाहिँ आइसक्यौँ लोकेसनमा झोला होइन रेनकोट अनि भरिया दाइ त बिसाउने भारी यो भरिया जसरी नै हिँड्छ त्यही हो अनि यहाँ यस्तो काम भइसक्यो तर हाम्रो चाहिँ यहाँनिर फोटो खिच्ने भनेर चाहिँ यहाँ बसेको अनि उता दिदीहरू नि हुनुहुन्छ आन्टीहरू चाहिँ त्यहाँ माथि बसेर मजा लिनु हुँदो रहेछ कि को बेकुब छन् त्यही हेर्दै आन्टीहरू हामीलाई नि यता नि घाममा नबसे यता बस भन्दा पनि हामी चाहिँ होइन आन्टी फोटो ओ अङ्कल वाउ रेस्क्यु टिम आएको छ त्यहाँ रेस्क्यु टिम आएको छ 1 2 3 5 जना रेस्क्यु गरिराख्नु भएको छ अङ्कलले त्यही हो अब हामी चाहिँ यहाँ यसरी यसरी काटे अनुसार यो म काट्छु अहिले त धेरै मान्छे आउनुभयो जस्तो छ उहाँहरूलाई रेस्क्यु गर्न ल ठिक छ यो तर यो खोलाको सिन राम्रो आएको छ है अब चाहिँ हामीले यो सेटअप गरेर भ्यायौँ भ्याउँछौँ फोटो खिच्न लागेको छ गाइस हामी चाहिँ फोटो खिच्दैछौँ हामीले घामले हाम्रो चकलेट र केक पग्लिसक्यो त्यही पनि हामी फोटो खिच्दैछौँ वी आर लेजिङ कोकलाई चिसो बनाउँदैछौँ हामी खानाको आज मेरो बर्थडे गाइजहरू उनीहरूले चाहिँ भर्खरै यस्तै गीत गाएर भ्याए मेरो बर्थडे नि होइन यस्तोलाई साथी भन्नु पऱ्यो सम्पदाको बर्थडे सेलिब्रेसन असारमा बर्थडे मेरो बर्थडे मङ्सिरमा हो यिनीहरूलाई थाहा नै छैन आज मैले यस्तै भनिदिएको आज मेरो बर्थडे हो केक लिएर आएछ हाम्रो रुल ए अब यिनीहरूको अब सम्पू 11 क्लासमा फर्स्ट डेमा अनि सोल्जी थियो कि सोल्जी थियो होइन हामीलाई लाएको अनि 1 महिनापछि अर्कै हामीलाई 1 महिना परेन 15 दिनै थाहा पाइयो के थाहा पाइयो यार के भन्नु खोजेको कि तैँले थाहा पाइयो यसको क्यारेक्टर क्यारेक्टर सरी पर्सनालिटी क्यारेक्टरलेस लड्की बनाइदिन्छ सोझो त होइन बाठी चाहिँ रहेछ तर बाठी भएको ठिक हो नि सोझो भएको के फाइदा खाँदैन सोझी होइन क्या अलगै सोझी के अलग सोझी हो त नि यसको दिमागले काम गर्नु अनि यसले चाहिँ पहिला त्यो के हाम्रो क्यान्टिनको मोमो एकदमै पिरो हुन्थ्यो अनि चिनी आधा मैले क्यान्टिनको भ्याएँ होला क्यान्टिनवाला दाइले यिनले मेरो चिनी भ्याउँछन् भनेर चप्पट छुट्टै बनाउनु भएको
मलाई फाइदा होला बरु भने तर त्यो दाइको चटपट क्या मिठो हुन्छ भाइ चटपट हुन्छ त्यो टिकट होइन अझै कुपन कुपन सरी कुपन लिन जाने नयाँ चाहिँ ल्यायो दिन त अग्ली थियो हाम्रो ग्रुपभरि गयो अनि हामीले चटपट खाने भनेको अब चाहिँ हामीले सक्दैनौँ चटपट खान धेरै भइसक्यो हामीलाई त्यही भएर अब घरै लाने हो ब्याग त्यस्तो हो के खास कि त किन जान्थिस् भने त अग्ली थिस् तेरो हात लामो अनि अब चाहिँ हामी जान the लाग्यो end of our ड्राई पिकनिक बाई बाई